कमजोरी तपाईं जनताहरूको कमजोरी। किनभने जसले प्रदेश संरचना पाल्यो, जसले त्यसलाई खर्चमा जान्न नगर्यो, जसले विदेशीको ऋण ल्यायो, त्यसैलाई भोट हालेर तपाईले जिताउनुहुन्छ अनि देश बन्छ भन्दै। त्यही भएर अबको भोट प्रदेश संरचना खारेज गर्नका लागि तपाईहरु तयार हो? दुई हात उठाएर भनौँ प्रदेश संरचना खारेज गर। आवाज आएर यति नै हुँदैन। प्रदेश संरचना खारेज गर। जुनसुकै नयाँ पार्टी आउन्, नयाँ दल आउन्, पुराना आउन्, कुनै जेन्जी आउन् वा महाजेन्जी आउन्, यिनीहरू सबैले बुझ्न आवश्यक छ यो 8 वर्षमा 18 खरब 60 अरब भन्दा बढी पैसा जनताको रगतबाट उठेको पैसा प्रदेशका नाममा खर्च भएको छ। यो प्रदेश संरचना खारेज नगरी मुलुक बन्दैन। अब अर्को कुरा, सुशासन भएन रे तपाईलाई हामीलाई भन्नुहुन्छ, तपाईलाई हामीलाई कुरा गर्नुहुन्छ सुशासन भएन। म कुनै नेताको कटाक्ष गर्न पाउँदिन, म गर्ने कुनै इच्छा पनि छैन। तर तपाईकै यहीँका छिमेकी, यही छिमेकीका परपट्टिका सांसद आज कम्पेयर गर्नुहोस् त। भ्रष्टाचार गरेर खानु, आमाको रगत खानु बराबर हो भनेर तपाईले निर्वाचनमा जिताएर बढाएको हाम्रो अध्यक्ष राजेन्द्र लिङ्गदेन अगाडि हुनुहुन्छ। गिरिबन्धु टेस्टमा भ्रष्टाचार गरेर खाना पाउनुपर्छ भन्ने केपी ओली चाहिँ परपट्टि हुनुहुन्छ। ल मैले खाइदिए 60 अरब हान्ने भन्छ एउटा, ल भन्नुहोस् भ्रष्टाचारीलाई कारबाही भएको छ यो देशमा? बरु 5000 रुपियाँ उठाउने सुब्बालाई कारबाही होला, 500 रुपियाँको घुस खाने ट्राफिक पुलिसलाई कारबाही होला। तर 5 अर्बको भ्रष्टाचार गर्ने चाहे कर्मचारी होस्, चाहे व्यापारी होस्, चाहे नेता होस्, तिनीहरूलाई कारबाही हुँदैन। किन कारबाही हुँदैन भने संविधानमा त्रुटि छ। नेपालको संविधान पल्टाएर